मेरो नाम चाहिँ श्रीकृष्ण श्रेष्ठ हो र आज चाहिँ मैले चाहिँ टपिक लिएको छु त्यो हो ब्रिज इन्जिनियरिङ। ल जाउँ है त ब्रिज इन्जिनियरिङ भनेको के हो है त। सो अब यसलाई चाहिँ डिफाइन गर्नुपर्दा चाहिँ ब्रिज इन्जिनियरिङ इज द स्पेसियलाइज फिल्ड अफ सिभिल इन्जिनियरिङ फोकस अन डिजाइन मेन्टेनेन्स एन्ड अपरेसन अफ द ब्रिज भने चाहिँ अब यो भन्नुको मिनिङ चाहिँ के हो भने हामीले चाहिँ यो इन्जिनियरिङ फिल्ड भनेपछि त्यसलाई के गर्नुपर्छ, कुनै चिज हामीले डिजाइन गऱ्यो होइन, कुनै चिज अब बनाउनुभन्दा अगाडि चाहिँ हामीले यो ठाउँमा फ्लेक्जिबल छ कि छैन, यो ठाउँमा हामीले बनाउनु मिल्छ कि मिल्दैन भनेर हामीले त्यसलाई चाहिँ डिजाइन गऱ्यो होइन, लोकेसन फाइन्ड आउट गऱ्यो, सबै डिजाइनिङ पार्टमा गयो होइन। त्यो पार्टमा त्यो त्यो डिजाइनिङ पार्टभन्दा पनि अगाडि चाहिँ हामीलाई चाहिँ के हुन्छ, त्यो ठाउँको चाहिँ हामीलाई डेटाहरू चाहिने हुन्छ। त्यसलाई चाहिँ भन्छ हामीले चाहिँ के हो, सर्वे। सर्वे गरेर चाहिँ हामीले डेटाहरू डिफ्रेन्ट डेटाहरू लिन्छौँ। त्यो डेटाको थ्रुबाट चाहिँ हामीले के गर्छौँ, डिफ्रेन्ट क्रस सेक्सन एल सेक्सनहरू लिन्छौँ र त्यसको आधारमा चाहिँ हामीले चाहिँ एचएफएल होइन, अनि त्यसपछि कति चाहिँ डिस्चार्ज त्यहाँबाट त्यो त्यो पोइन्टबाट चाहिँ बग्छ भने त्यो निकाल्छौँ। भनेको यो सबै चाहिँ के पार्टमा हुन्छ, डिजाइनिङ पार्टमा हुन्छ। अनि त्यसपछि हामी जान्छौँ केमा हुन्छ, मेन्टेनेन्समा क्या। अब त्यो बनाइसकेपछि त अब यसको लाइफ स्पेन सपोज 50 इयर्स छ भने त 50 इयर्ससम्म चलाइराख्नुको लागि चाहिँ त्यसलाई चाहिँ के गर्नुपर्छ, सपोज कुनै ठाउँमा चाहिँ बिग्रिन सक्छ, त्यसलाई चाहिँ हामीले के गर्नु, मेन्टेन गर्नु पऱ्यो। हो यो मेन्टेनेन्स डिजाइन अनि त्यसलाई चलाउने अपरेसन क्या। हुनाले त्यसलाई चलाउने जुन स्टडी हुन्छ नि, त्यो फिल्ड अफ ब्रिज हुन्छ नि, त्यसलाई चाहिँ हामीले चाहिँ के भन्छौँ त, त्यसलाई चाहिँ हामीले ब्रिज इन्जिनियरिङ भनेर भन्छौँ है। अब यसमा चाहिँ हाम्रो चाहिँ के हुन्छ भने चाहिँ सेफ हुनुपर्छ, अनि जुन प्रपोजको लागि चाहिँ हामीले चाहिँ यसलाई बनाएको हो त्यो प्रपोजमा चाहिँ राम्ररी काम गर्नुपर्छ, वेल डिफाइन्ड भएर चाहिँ त्यो फङ्सन गर्नुपर्छ भनेर भन्छौँ है त। यहाँ चाहिँ हामीले चाहिँ यो एउटा झोलुङ्गे पुल होइन, अनि यो हाम्रो डिफ्रेन्ट ब्रिजेस क्रस ब्रिजेसहरू होइन जुन देखाएको छौँ, यो चाहिँ हाम्रो इक्जाम्पलहरू भयो होइन। सपोज अब रोडको कुरा गरौँ भने चाहिँ त्यहाँ गाडीहरू गुड्नु पऱ्यो होइन, पेडिस्ट्रियनको कुरा गरौँ भने त्यहाँ चाहिँ मान्छेहरू हिँड्नु पऱ्यो, रेलवेको कुरा गरौँ भने चाहिँ त्यसमा चाहिँ के हुनु पऱ्यो त, रेलवेजहरू चाहिँ हिँड्नु पऱ्यो होइन, रेलहरू चाहिँ हिँड्नु पऱ्यो। भनेको हामीले चाहिँ यस्तो ब्रिज बनाउनु पर्छ जुन ब्रिजले चाहिँ के गर्नु पऱ्यो, गाडीहरू गुड्ने लोडहरूलाई चाहिँ थेक्न सकोस् क्या। हो त्यस्तो ब्रिज बनायो भने चाहिँ आफ्नो पर्पज अनुसारको काम भयो होइन। ल अब हामी नेक्स्ट स्लाइडमा जान्छौँ र नेक्स्ट स्लाइडमा चाहिँ हामीले चाहिँ के टपिक चुज गरेको छौँ भने क्लासिफिकेसन अफ द ब्रिज है। ब्रिजलाई चाहिँ हामीले के रूपमा चाहिँ हामीले चाहिँ क्लासिफाई गरेको छौँ। अब यसलाई चाहिँ डिफ्रेन्ट क्राइटेरिया अनुसारले हामीले चाहिँ क्लासिफाई गरेको छौँ। फर्स्ट वान चाहिँ के हो त, बाई स्ट्रक्चरल फर्म भनेको त्यो स्ट्रक्चर क्या, त्यसको बनावटको आधारमा चाहिँ हामीले चाहिँ त्यसलाई के गरेको छौँ, क्लासिफाई गरेको छौँ है। यसमा पनि धेरै टाइप्स छ, अहिले एक्सप्लेन गरौँला है त। अर्को भनेको चाहिँ के हो त, बाई मेटेरियल कन्स्ट्रक्सन भनेको के मेटेरियल युज भएको छ त होइन ब्रिज बनाउनको लागि होइन। सपोज त्यो आरसिसी हुनाले सिमेन्टहरू आरसिसीहरू युज भएको छ भने त्यसलाई चाहिँ मेटेरियलको आधारमा के, सपोज अब ब्रिकहरू मात्र युज गरेर चाहिँ होइन हामीले ब्रिज बनाएको छौँ। सपोज यो इक्जाम्पलमै हेर्दाखेरि यो ब्रिजमा चाहिँ के भएको छ, ढुङ्गा इँटाहरू युज गरेर चाहिँ हामीले चाहिँ के ब्रिज बनाएको छ भनेको मेटेरियल के मेटेरियलहरू युज भएर चाहिँ ब्रिज बनेको छ त्यसलाई चाहिँ हामीले चाहिँ के को आधारमा राखेको छ, मेटेरियल कन्स्ट्रक्सनको आधारमा राखेको छ। अर्को भनेको फङ्सन, यसको काम भन्नाले रोडको लागि हो कि होइन रेलवेको लागि हो कि भनेको कामको आधारमा चाहिँ यसलाई चाहिँ यसको पर्पोज यसको उद्देश्यको आधारमा चाहिँ हामीले चाहिँ के गरेको छौँ त, यसलाई चाहिँ क्लासिफाइड गरेको छौँ। अर्को भनेको चाहिँ फोर्थमा चाहिँ के छ, बाई स्प्यान लेन्थ है। भन्नाले लेस देन 20 मिटर हो कि 30 मिटर हो कि कति मिटरको आधारमा हो, त्यसलाई चाहिँ मेजर माइनर गरेर चाहिँ हामीले चाहिँ यसलाई चाहिँ स्प्यान लेन्थको आधारमा पनि यसको स्प्यान हुन्छ नि, जुन यसको लेन्थ हुन्छ नि, लेन्थ अफ ब्रिज होइन, त्यसको आधारमा पनि हामीले चाहिँ के गरेको छौँ त, यसलाई चाहिँ क्लासिफाई गरेको छौँ। अर्को भनेको पोजिसन अफ द फ्लोरको पोजिसन के छ है, कता छ भन्ने आधारमा पनि हामीले चाहिँ के गरेको छौँ त, यसलाई चाहिँ हामीले चाहिँ डिफाइन गरेको छौँ है त। अब जाउँ के भने बाई लोडिङ स्ट्यान्डर्ड्स भनेको लोडको आधारमा हामीले के लोड लागेको छ त्यसको आधारमा पनि हामीले चाहिँ यसलाई चाहिँ डिफाइन गरेको छौँ। अर्को भनेको मोबिलिटी भनेको त्यहाँ मुभमेन्ट हुन्छ नि, के को मुभमेन्ट छ त्यसको आधारमा पनि हामीले चाहिँ
यसलाई चाहिँ डिफाइन गरेको छौँ भनेको क्लासिफाइड गरेको छौँ। अर्को भनेको ड्युरेसन अफ द युज भनेको कहिलेदेखि कहिलेसम्म युज हुन्छ त्यसको आधारमा पनि हामीले चाहिँ यसलाई चाहिँ क्लासिफाइड गरेको छौँ है त। ल लेट मी एक्सप्लेन वान बाई वान भनेको अब म यसलाई एक्सप्लेन गर्छु। अब स्ट्रक्चर फर्म टाइप अफ सुपर स्ट्रक्चर यसमा चाहिँ के टाइप्स छ त भने स्ल्याब ब्रिजेस, अर्को भनेको बिम ब्रिजेस, अर्को भनेको आर्क ब्रिजेस, अर्को भनेको ट्रस ब्रिजेस, अर्को भनेको सस्पेन्सन ब्रिजेस र अर्को भनेको चाहिँ के हो त अर्को भनेको चाहिँ हाम्रो केबल स्ट्रेट ब्रिजेस। अब यहाँ हामीले एउटा एउटा गरी चाहिँ छुट्याएको छौँ। एउटा सुरुको के छ स्ल्याब ब्रिजेस, यो चाहिँ के हो त स्ल्याब। ल अर्को भनेको आर्क, आर्क भनेको आर्कहरू यो आर्क हुन्छ नि यो भनेको सर्टेन के गरिदिने सर्टेन चाहिँ हामीले चाहिँ यो के भन्छ ठ्याक्क आर्क भनेको सर्टेन अब कुनै कर्भको होइन सर्टेन पार्ट हुन्छ नि हो त्यो युज गरेर बनाउने ब्रिजलाई चाहिँ हामीले चाहिँ आर्क ब्रिज भनेर भन्छौँ है। अब यसमा चाहिँ के हुन्छ भने सपोज लोड यहाँ लागेको छ भने लोड चाहिँ के हुन्छ यो आर्कको थ्रुबाट चाहिँ ट्रान्सफर भएर चाहिँ फाउन्डेसनको थ्रुबाट चाहिँ यो चाहिँ सोइलमा गएर चाहिँ के हुन्छ सोइलमा गएर चाहिँ यसको लोड जति सबै अर्थले लिन्छ यही हो भनेको लोड अफ लाइभ लोड होइन डिफ्रेन्ट सेल्फ वेट सेल्फ लोड यो सबै चाहिँ कसले लिन्छ त यो फाउन्डेसन भनेको आर्कको थ्रुबाट चाहिँ लिने ब्रिजलाई चाहिँ हामीले चाहिँ के ब्रिज भन्छौँ आर्क ब्रिज भनेर भन्छौँ है त। अब अर्को भनेको हाम्रो कुन ब्रिज छ त अर्को भनेको हाम्रो चाहिँ सस्पेन्सन ब्रिज है। सस्पेन्सन ब्रिज भनेको चाहिँ सस्पेन्ड जुन यहाँ टेन्सन आउँछ नि जुन यो यहाँबाट हाम्रो के हुन्छ यहाँबाट लोड लागेको हुन्छ यो केबलको थ्रुबाट चाहिँ के हुन्छ भनेको यसले चाहिँ सस्पेन्ड गरेको छ यो जुन केबलहरूले चाहिँ के गरेको छ यो ब्रिजलाई सस्पेन्ड गरेको छ क्या सस्पेन्ड भनेको झुन्डाएको छ हो त्यस्तो खाले ब्रिजलाई चाहिँ हामीले चाहिँ सस्पेन्सन ब्रिज भनेर भन्छौँ। यसमा चाहिँ के हुन्छ भने जब लोड हुन्छ नि यो लाइभ लोड सेल्फ वेट होइन लोडलाई चाहिँ कसरी फाउन्डेसनमा ट्रान्सफर गर्छ भने यो केबलले चाहिँ के हुन्छ यो केबल जोइन भएको छ नि केबलले चाहिँ यहाँबाट टेन्सन दिएर चाहिँ यो जुन छ नि यसले चाहिँ तल ट्रान्सफर गर्छ लोड भनेको फाउन्डेसनमा ट्रान्सफर गर्छ र अर्थले चाहिँ लोड लिन्छ त्यस्तो ब्रिजलाई चाहिँ हामीले सस्पेन्सन ब्रिज भनेर भन्छौँ। ब्रिज बिम ब्रिज भनेको चाहिँ कस्तो ब्रिज भने चाहिँ यो बिम ब्रिज भनेको चाहिँ बिम हुन्छ नि यो जुन यहाँ छ नि बिम युज भएको छ क्या सपोज यो पार्टमा हेर्नुभयो भने यहाँ बिम युज भएको छ त छैन तर यहाँ हेर्नु त यो एउटा गरेर बिमहरू युज भएको छ नि बिम युज भएको छ भने त्यस्तो ब्रिजलाई चाहिँ हामीले कस्तो ब्रिज भन्छौँ त बिम ब्रिज भन्छ सिम्पल भनेको बिमको थ्रुबाट चाहिँ केमा जान्छ यो हाम्रो पाइलहरूमा जान्छ होइन पाइलहरूको थ्रुबाट फाउन्डेसनमा जान्छ फाउन्डेसनको थ्रुबाट चाहिँ कहाँ जान्छ त फाउन्डेसनको थ्रुबाट चाहिँ हाम्रो सोइलमा जान्छ सोइलको थ्रुबाट अर्थमा जान्छ अर्थमा गएपछि हो यसरी चाहिँ लोड ट्रान्सफर हुन्छ है त। अनि अर्को भनेको चाहिँ यो ट्रस ब्रिजेस होइन यसमा चाहिँ ट्रस हेर्नु त यसमा चाहिँ ट्रसहरू फर्म भएको छ नि होइन हो यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ ट्रस ब्रिज भन्छौँ है यस्तो। अब यो केबल स्ट्रेट भनेको केबलहरू युज भएको छ यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ केबल स्ट्रेट ब्रिज भन्छौँ। यसमा पनि हुने के हो त केबलको थ्रुबाट लोड चाहिँ केबलले लिन्छ केबलको थ्रुबाट चाहिँ यो जुन यो उसले लिन्छ यसले लिइसकेपछि यसले चाहिँ फाउन्डेसनमा चाहिँ ट्रान्सफर गर्छ गरौँ है यो भयो यसमा चाहिँ है। अब यति भयो। अब अर्को पार्ट चाहिँ के छ भने हाम्रो चाहिँ एकोर्डिङ टु द मेटेरियल अफ द कन्स्ट्रक्सन अब मेटेरियलहरू के युज भएको छ त होइन एउटा भनेको चाहिँ कङ्क्रिट ब्रिजेस भनेको छ यसमा चाहिँ आरसिसी प्री स्ट्रेस भनेको छ होइन भनेको कङ्क्रिटहरू युज गरेर बनाउने ब्रिजलाई चाहिँ के भन्दो रहेछ त भनेको त्यो मेटेरियल युज गरेर बनाउने ब्रिजलाई चाहिँ हामीले चाहिँ कङ्क्रिट ब्रिजेस भन्छौँ है त। स्टिल युज गरेर बनाउने ब्रिजेसलाई स्टिल ब्रिजेस कम्पोजिट ब्रिजेस भनेको स्टिल कङ्क्रिट भनेको स्टिल र कङ्क्रिटको मिक्स अप गरेर बनाउने ब्रिजलाई चाहिँ हामीले कम्पोजिट ब्रिज भन्छौँ भनेको मिक्स अप गरेर बनाउने ब्रिजलाई हामीले कम्पोजिट ब्रिज भनेर भन्छौँ है। टिम्बर ब्रिजेस भनेको चाहिँ के हो त यो हाम्रो काठहरूबाट बनाउने ब्रिज हुन्छ नि जुन चाहिँ टेम्पोररी युजको लागि बनाउँछ नि जस्तै फर इक्जाम्पल मिलिटरी युजको लागि होइन सर्टेन टाइमको लागि बनाउने
अनि त्यो बनाइसकेपछि अब त्यसलाई डिसमेन्टल अथवा खोलाहरूले बगाएर लान्छ, त्यस्तो ब्रिजेसलाई चाहिँ हामीले टिम्बर ब्रिजेस भनेर भन्छ। म्यासेन्ड्री भनेको चाहिँ त्यो ब्रिकहरू स्टोनहरू युज गरेर बनाउने ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छौँ, म्यासेन्ड्री ब्रिज भन्छ। अब यो टिम्बर ब्रिजेसको चाहिँ एउटा सर्ट होइन कहानी भनौँ होइन, त्यो भनेको चाहिँ कस्तो हो भने जब कुरा गरौँ है, जब हाम्रो गाउँतिर हुन्छ नि, गाउँतिर त खोलाहरू हुन्छ, अनि जुन पानी नपर्ने सिजनमा चाहिँ के गरेको हुन्छ भने त्यो खोलामा चाहिँ ब्रिजेस सजिलो होस् यताउता जानको लागि बनाएको हुन्छ कि काठको बनाएको हुन्छ, पानी भल आउँछ भलले उडाएर लान्छ भनेको सर्टेन टाइमको लागि चाहिँ यो टिम्बर ब्रिजेस युज भयो, कस्ट पनि कम भयो होइन, मेन पावर पनि गाउँकै मेन पावरहरू युज भएर बनाएको ब्रिज हुन्छ होइन। अनि त्यो भन्नाले त्यति ह्याम्पर हुँदैन, ह्याम्पर त हुन्छ, अब पछि पनि युज भयो भने त सजिलो हो नि त, ह्याम्पर त हुन्छ, तर त्यो टेम्पोररीको युजको लागि भने काठहरूबाट बनाएको ब्रिजलाई चाहिँ हामीले चाहिँ टिम्बर ब्रिजेस भनेर भन्छौँ है त। त्यो हो, यो चाहिँ इक्जाम्पलहरू जस्ट भिजुअलाइजको लागि है। अब कङ्क्रिट ब्रिज भनेको त्यही आरसिसीबाट युज होइन, सिमेन्ट कङ्क्रिटहरू मिक्सअप भएर बनाएको ब्रिजलाई चाहिँ हामीले कङ्क्रिट ब्रिजेस भन्छौँ, सिम्पल। अब यसको डिजाइनिङ प्रोसेसमा गयो भने चाहिँ अब पछि चाहिँ त्यो चाहिँ डिटेलमा हामी बुझ्दै जान्छौँ होइन, जस्ट अहिले चाहिँ सर्फेसली बुझौँ है त। अर्को भनेको चाहिँ स्टिल ब्रिजेस, स्टिल युज भएको छ होइन, स्टिल अब कुन स्टिल त्यो डिजाइनिङ प्रोसेसमा जान्छ है त, भनेको कति लोड आउँछ कस्तो लोड आउँछ त्यसको आधारमा। सपोज अब स्टिल ब्रिज बनाउनु पऱ्यो, सपोज होइन, स्टिल ब्रिज बनाउनु पऱ्यो अरे, अब स्टिल ब्रिज बनाउँदाखेरि अब त्यहाँ चाहिँ मान्छे मात्र हिँड्छ भने म यस्तो ट्रस हालेर बस्दिनँ नि त, सिम्पल एउटा स्टिल राखिदिन्छु, जुन मान्छे अब 50जना 100जना मान्छेलाई थ्याक्न सक्ने म स्टिल राखिदिन्छु। अब सपोज त्यसमै गाडीहरू गुड्छ अरे, पेडेस्ट्रियन मान्छेहरू हिँड्छ अरे भने त्यस्तो ब्रिजमा अब रेलहरू गुड्छ अरे, त्यस्तो ब्रिजको लागि म फेरि कोडहरू युज गरेर चाहिँ कति लोड लाग्छ कति लोड जान्छ हो त्यसको आधारमा चाहिँ हामीले चाहिँ ब्रिज बनाउँछ। हो यो स्टिल ब्रिज स्टिल युज गरेर बनाउने ब्रिजलाई स्टिल ब्रिज। अब अर्को छ कम्पोजिट ब्रिज भनेको, अब यो मिक्स अफ के भनेको थियो अघि, कङ्क्रिट प्लस स्टिल होइन, यो दुइटाको फर्स्ट दिस वान एन्ड दिस वान मिक्सअप भएर चाहिँ बन्ने ब्रिजलाई चाहिँ हामीले चाहिँ कम्पोजिट ब्रिज भनेर भन्छौँ है। यहाँ चाहिँ माथि हेर्न सक्नुहुन्छ आरसिसी भनेको कङ्क्रिट युज गरेको छ होइन, यो भनेको स्ल्याबमा होइन, अनि यो मुनि चाहिँ के गरेको छ त लोड ट्रान्सफर गर्नुको लागि चाहिँ स्टिल युज गरेको छ, यो ट्रसको थ्रुबाट भनेको स्टिल युज गरेको छ हो। यस्तो दुइटा मिक्सअप भएको ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छौँ त कम्पोजिट ब्रिज भनेर भन्छौँ है त। टिम्बर भनेको सिम्पल भनेको चाहिँ काठहरू युज गरेर देख्न सक्नुहुन्छ, दिस वान इज द इक्जाम्पल है। म्यासनरी ब्रिज भनेको चाहिँ जुन ब्रिकहरू युज गरेर होइन, ब्रिक अनि ढुङ्गा भने स्टोनहरू युज गरेर बनाउने ब्रिजलाई चाहिँ हामीले चाहिँ म्यासनरी ब्रिज भनेर भन्छौँ। किनकि यो चाहिँ लोकली एभाइलेबल हुने कारणले गर्दाखेरि चाहिँ यसको चाहिँ कस्ट चाहिँ के हुन्छ मिनिमाइज हुन्छ होइन, टिम्बर ब्रिज म्यासनरी ब्रिजहरूको यति हो है। अब जाउँ अर्को, एकोर्डिङ टु द फङ्सन भनेको यसको कामको आधारमा चाहिँ हामीले चाहिँ ब्रिजेसहरूलाई के गरेको छ क्लासिफाइड गरेको छ। फर्स्ट वान इज के हो रोड ब्रिज है, सेकेन्ड वान इज रेलवे ब्रिज, थर्ड वान इज पेडेस्ट्रियन ब्रिज, फोर्थ वान इज एक्युडक्ट पाइपलाइन ब्रिज। अब यसलाई म एक्सप्लेन गर्छु है वान बाई वान है। रोड ब्रिज भनेको के हो त, गाडीहरू गुड्ने रोड के को लागि काम हुन्छ, गाडी गुड्न मान्छे हिँड्न हो। ब्रिज जुन ब्रिज चाहिँ रोडकै काम गर्छ भनेको मान्छेहरू हिँड्न गाडीहरू गुड्न युज हुने ब्रिजलाई चाहिँ हामीले के भन्छौँ रोड ब्रिज भनेर भन्छौँ। अर्को जम के छ रेलवे ब्रिज भनेको रेलहरू गुड्ने ब्रिजलाई चाहिँ हामीले रेलवे ब्रिज भन्छौँ। अहिले फिगर पनि देखाउँला त्यसमा नि भिजुअलाइज भइहाल्छ। अर्को भनेको पेडेस्ट्रियन ब्रिज भने मान्छेहरू हिँड्ने ब्रिज हो, त्यसलाई चाहिँ पेडेस्ट्रियन ब्रिज छ। फर इक्जाम्पल यसमा टिम्बरमा यहाँ मान्छे मात्र हिँड्छ नि त, गाडी गुडाउन सकिँदैन, गुडायो भने नि मोटरसाइकल गुडाउला त्यति हो। यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छ पेडेस्ट्रियन ब्रिज भनेर भन्छौँ है। एक्युडक्ट भनेको चाहिँ वाटर क्यारिङ, एक्युडक्ट ब्रिज भनेको पानी मात्र क्यारी गर्ने ब्रिजलाई चाहिँ हामीले चाहिँ एक्युडक्ट ब्रिज भनेर भन्छौँ। जस्तै फर इक्जाम्पल ब्रिज बनाएको छ होइन, अब सपोज पहाड छ होइन, पहाड छ, मलाई एउटा पहाडदेखि अर्को पहाडमा मैले पानी पुर्याउनु पऱ्यो भने
दुईटा दुईटा मेथड, एउटा चाहिँ पाइपहरू बिछ्याएर म गर्न सक्छु होइन, एउटा चाहिँ म त्यो लाइनमा चाहिँ के भन्छ ब्रिज बनाइदिन्छु, त्यहाँ चाहिँ मैले पानी फ्लो गरिदिन्छु भनेको। यस्तो जुन ब्रिज बनाएर पानी फ्लो गराउने मेथड, पानी फ्लो गराउने ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छ एक्युडक्ट भनेर भन्छौँ। पाइपलाइन ब्रिज भनेको चाहिँ पाइपहरू जस्तै त्यो अब ठुल्ठुलो फ्याक्ट्रीहरूमा चाहिँ डिफ्रेन्ट केमिकलहरू हुन्छ नि, त्यो केमिकललाई चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा पुर्याउनु पर्ने हुन्छ नि भनेको। पाइपलाइन त्यो ब्रिजमा चाहिँ पाइपलाइन, अब खोला छ अरे, खोलाको मुनिबाट बगायो भने चाहिँ त्यतिकै हुन्छ, स्कोर हुँदै त्यो पाइप त जान सक्छ नि त। त्यही भएर एउटा ब्रिज बनाइदिने, त्यो ब्रिजमा पाइपलाइन बनाइदिने, त्यो पाइपलाइन बनाएपछि के हुन्छ, त्यो पाइपलाइनको थ्रुबाट चाहिँ केमिकलहरू, त्यो फ्याक्ट्रीको केमिकलहरू चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा पुग्न सजिलो भयो नि त केमिकलहरू हो। त्यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छौँ पाइपलाइन ब्रिज भनेर भन्छौँ। ल यो चाहिँ इक्जाम्पलहरू हो। रोडवे ब्रिज भनेको यहाँ गाडीहरू गुड्नको लागि युज हुने ब्रिजलाई रोडवे ब्रिज भनिन्छ। रेलवे ब्रिज रेलहरू गुड्नको लागि, पेडेस्ट्रियन मान्छेहरू हिँड्नको लागि। यो अब एक्युडक्ट भन्यो कि यहाँ हेर्नु, यहाँ पानी छ, पानीलाई एउटा ठाउँबाट अर्को ठाउँमा फ्लो गराउनको लागि। अर्को भनेको पाइपलाइन भनेको केमिकलहरू, डिफ्रेन्ट पानी केमिकल जेसुकै भनौँ न होइन, पाइपको थ्रुबाट एउटा ठाउँदेखि अर्को ठाउँमा हामीले लान्छौँ भने त्यसलाई चाहिँ पाइपलाइन ब्रिज भन्छौँ। त्यस्तो मिन्सलाई चाहिँ हामीले चाहिँ पाइपलाइन ब्रिज भनेर भन्छौँ। अब जाउँ अर्को, एकोर्डिङ टु द लेन्थ अफ अ ब्रिज है। हामी यो ब्रिजको लेन्थबाट चाहिँ हामीले चाहिँ यसलाई चाहिँ क्लासिफाई गरेको छ। एउटा चाहिँ के हो कल्भर्ट, त्यो चाहिँ के छ लेस देन 6 मिटर। यदि 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 लेन्थ अफ स्प्यान चाहिँ अफ ब्रिज चाहिँ लेस देन 6 मिटर भयो भने त्यस्तो ब्रिजलाई चाहिँ हामीले कल्भर्ट भनेर भन्छौँ है। अर्को भनेको माइनर ब्रिज, 6 मिटरदेखि 60 मिटरको बिचमा पर्ने ब्रिजलाई चाहिँ के भन्छौँ माइनर ब्रिज भन्छौँ। यदि ग्रेटर देन 60 मिटर छ भने त्यसलाई चाहिँ के भन्छौँ मेजर ब्रिज भनेर भन्छौँ। लङ स्प्यान ब्रिज भनेको चाहिँ अझै धेरै नै त्यसलाई चाहिँ के भन्छौँ त हामीले चाहिँ सस्पेन्सन केबल स्ट्रेट धेरै लामो हुन्छ है, त्यस्तो ब्रिजलाई हामीले लङ स्प्यान ब्रिज भनेर भन्छौँ है। इक्जाम्पलको लागि यो छ कल्भर्ट भनेको यो भयो, माइनर ब्रिजेस यो भयो, मेजर ब्रिजेस यो भयो, अनि यो भनेको लङ स्प्यान ब्रिजेसहरू यो भयो। यो है सिम्पल यति छ है। अब जाउँ बाई पोजिसन अफ द फ्लोरको पोजिसनको आधारमा भनेको डेक एरेन्जमेन्ट, त्यो आधारमा चाहिँ हामीले चाहिँ 3टा पार्टमा डिभाइड गरेको छौँ। त्यो के हो डेक ब्रिज, के हो डेक ब्रिज है। अनि अर्को भनेको कुन ब्रिज थ्रु ब्रिज है, सेमी थ्रु ब्रिज है। डेक ब्रिज भनेको चाहिँ के हो त, यदि टपमा रोडवे भनेको गाडी कुद्ने चाहिँ यदि टपमा छ भने सुपर स्ट्रक्चरमा छ भने त्यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ के ब्रिज भन्छौँ डेक ब्रिज भनेर भन्छौँ है। सपोर्टको बिचमा चाहिँ यदि रोडवे पास हुन्छ भने त्यस्तो ब्रिजलाई चाहिँ थ्रु ब्रिज भनेर भन्छौँ है। सेमी थ्रु ब्रिज भनेको चाहिँ टप र बटमको बिचमा मिडवेमा चाहिँ यदि के भन्छ डेक मिडवे बिट्विन टप एन्ड बटम पर्ट्समा छ भने चाहिँ त्यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छौँ सेमी थ्रु ब्रिज भनेर भन्छौँ है। यो इक्जाम्पलहरू भयो, यो डेक भयो होइन, अनि यसको यहाँ माथिबाट जान्छ भने डेक ब्रिज भयो होइन। अनि थ्रु ब्रिज भनेको चाहिँ अब यहाँबाटै जान्छ भने यो थ्रु ब्रिज भयो। सेमी थ्रु भनेको चाहिँ आधी पार्ट देख्न सक्नुहुन्छ है इक्जाम्पलहरू है। अब जस्ट भिजुअलाइजेसनको लागि है। अब यो चाहिँ लेभल अफ क्रसिङको आधारमा भनेको क्रस गर्ने आधारमा चाहिँ भनेको गाडी हुन्छ, जे पनि हुनसक्छ, त्यस केही न केही चिज त पास हुन्छ नि त, क्रस हुन्छ नि, त्यसको आधारमा चाहिँ 3टा पार्टमा डिभाइड गरेको छ। एउटा हो ओभरपास, एउटा भने अन्डर पास, अर्को भनेको ग्रेड सेपरेटेड भनेर चाहिँ। ओभरपास भनेको चाहिँ के हो त, ब्रिज एबोभ एनदर रोड रेल भनेको छ। भनेको ब्रिज चाहिँ के छ भने कुनै पनि पाथ भइरहेको छ नि, त्यसको सपोज रोड छ अरे, रोडको माथि ब्रिज छ अरे भने त्यस्तो ब्रिजलाई चाहिँ के भन्छ ओभरपास ब्रिज भन्छ। अन्डरपास भनेको चाहिँ कस्तो, यदि रोड छ अरे, रोड भइरहेको छ अरे, त्यसको मुनिबाट चाहिँ ब्रिज छ अरे अनि त्यसलाई चाहिँ
के भन्छ अन्डरपास भनेको बिलो एनदर पाथ भनिन्छ होइन। अर्को भनेको जस्तै टनेलहरू, त्यसलाई पनि भन्नु मिल्यो। टनेलमा के हुन्छ, त्यो टनेल एउटा ब्रिजकै काम गर्यो भने टनेलको थ्रुबाट यदि ब्रिजकै रूपमा हामीले युज गऱ्यो भने त्यसमा चाहिँ के हुन्छ, अन्डर भएर जान्छ अनि माथि चाहिँ रोडवे बनाइदियो भने चाहिँ के भयो त, त्यो अन्डर पास भयो, अन्डर पास ब्रिज भयो नि त होइन। हो त्यो भयो है। ग्रेड सेपरेटेड भनेको चाहिँ कस्तो हो भने इलिमिनेट्स इन्टरसेक्सन्स भनेको इन्टरसेक्सनहरूलाई चाहिँ इलिमिनेट्स गर्ने ब्रिजलाई चाहिँ हामीले चाहिँ के भन्छौँ, ग्रेड सेपरेटेड। फर इक्जाम्पल चाहिँ के हो त भने यसको चाहिँ फ्लाइओभर्स ब्रिजहरूलाई चाहिँ हामीले चाहिँ ग्रेड सेपरेटेड ब्रिजमा राख्न सकिन्छ। अब यहाँ इक्जाम्पलहरू छ जुन यहाँ देख्न सक्नुहुन्छ, ओभरपासमै एउटादेखि अर्कोमा ओभरपास भइरहेको छ यस्तो ब्रिजलाई ओभरपास ब्रिज। अन्डरपास भनेको एउटा माथि रोड छ, यहाँबाट टनल जस्तो भनेको थियो, यहाँबाट अन्डरपास हुन सकिन्छ, त्यसलाई अन्डरपास ब्रिज भनिन्छ। ग्रेड सेपरेटेड भने फ्लाइओभर इक्जाम्पल है। ल अर्को भनेको बाई मोबिलिटीको आधारमा भनेको त्यसको मुभमेन्टको आधारमा चाहिँ हामीले चाहिँ ब्रिजलाई क्याटेगोराइज गरेको छ, त्यो हो दुईवटा छ है। के को हो, एउटा चाहिँ फिक्स ब्रिजेस छ जुन चाहिँ पर्मानेन्ट क्या, दुइटै ठाउँमा फिक्स राखेको छ भने चाहिँ दुइटै सपोर्टमा चाहिँ यदि फिक्स राखेको छ भने त्यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ फिक्स ब्रिजेस भन्छौँ। अनि अर्को भनेको चाहिँ मुभेबल ब्रिज भनेको चाहिँ मुभ हुने क्या, स्विङ हुने, उयो देख्न सक्नुहुन्छ इक्जाम्पल। फिक्स ब्रिजेस दुइटा ठाउँमा यो पार्टमा के गरेको छ, फिक्स गरेको छ नि त होइन, यसलाई फिक्स ब्रिजेस भन्छ। अब यो भनेको मुभेबल, हेर्नु त रोड, यो एउटा ब्रिज भयो, यो लन्डनमा छ होइन, यो चाहिँ के भन्छ, मुभ गर्न सकिन्छ क्या। यहाँ माथिबाट सायद मान्छेहरू हिँड्छ कि के गर्छ आई डोन्ट नो है। यसमा यस्तो हुन्छ जस्तै सिपहरू आउँछ नि, सिपहरू आउँदाखेरि चाहिँ यो जुन छ नि यो ब्रिजलाई चाहिँ के गरिदिन्छ, निकाल्छ भन्नाले माथि गर्छ है। यसको मेकानिजमको आधारमा चाहिँ यसले चाहिँ माथि गर्छ अनि सिप पास हुन्छ। जब गाडीलाई पास हुनु पऱ्यो यसलाई चाहिँ के गरिदिन्छ, डाउन गरिदिन्छ। यसरी चाहिँ मुभेबल ब्रिज बनाउन सकिन्छ। यो चाहिँ लन्डनमा छ है, पपुलर ब्रिज हो, लन्डनमा छ। ल अर्को छ लोडिङको आधारमा हाइवे ब्रिज, रेलवे ब्रिज भनेको चाहिँ, हाइवे भनेको चाहिँ भेहिकलहरू गाडीहरू गुड्ने हुनाले त्यही अनुसारको चाहिँ यो चाहिँ लोडहरू स्ट्यान्डर्डहरू राखेर गर्नुपर्छ नि, त्यस्तोलाई हाइवे ब्रिज भनिन्छ। रेलवे ब्रिज भनेको रेलहरू गुड्ने ब्रिज, इक्जाम्पल त यही छ। हाइवे ब्रिज भनेको गाडीहरू गुड्ने ब्रिज भइहाल्यो, यो रेलवे भनेको रेल। ल पर्मानेन्ट बाई ड्युरेसन अफ द युज भनेको युजको आधारमा पर्मानेन्ट ब्रिज छ, टेम्पोररी ब्रिज छ है। पर्मानेन्ट ब्रिज पर्मानेन्टली काम हो, टेम्पोररी भनेको मिलिटरी बेसहरूको लागि युज हुने, मिलिटरीहरूको लागि अथवा मान्छेहरूले त्यही अघि इक्जाम्पल दिनु हो, त्यही टेम्पोररी ब्रिज भयो। पर्मानेन्ट लङ टाइम, सपोज 50 इयर्स 80 इयर्स 100 इयर्स 200 इयर्स यस्तो एउटा हुन्छ नि, यतिसम्म चाहिँ केही नहुने भन्ने एउटा लाइफ स्प्यान भएको ब्रिजलाई चाहिँ हामीले पर्मानेन्ट ब्रिज भन्छौँ। सपोज सर्ट टर्म 1 इयर पनि नटिक्ने ब्रिज अथवा हाफ इयर त्यस्तो ब्रिजलाई चाहिँ हामीले चाहिँ टेम्पोररी ब्रिज। थ्याङ्क यू सो मच, आजलाई यति नै। अर्कोचोटि चाहिँ अझै डिटेलमा चाहिँ यसको क्राइटेरियाहरू कसरी चाहिँ यसलाई डिजाइन गर्न सकिन्छ हो त्यसको बारेमा चाहिँ डिस्कस गर्छौँ। थ्याङ्क यू सो मच फर वाचिङ। Have a nice day. Goodbye. Take care. Bye bye. Jai Nepal.